ल राजा सुनौ, लेट्स गो। यसको शीर्षक चाहिँ एक अपरिचित पात्र। ल, एक अपरिचित पात्र नाम खुलाउन मन लागेन। या जरुरी नै भएन उसको नाम मेरो कवितामा लेख्न। उसको परिचय माग्दा मेरो शब्दहरू अल्झिन्छन्, तर यति ढुक्कको साथ लेख्न सक्छु। बच्चादेखि वृद्धसम्मको मुखमा उसको कामहरू अल्झिएका छन्। ट्र्याक्टरको पछाडि खाली खुट्टा धुलो र कङ्क्रिटको त्यो कच्ची बाटो, त्यही कच्ची बाटो हुँदै दौडिँदै हुर्किँदै गाउँदेखि राजधानीको महानगरसम्म उसले खाएको यातायातका ती धक्काहरू। मोबाइल नामको एउटा छुट्टै संसार, अनि त्यही संसार सहर बिचको एउटा सहर जसको नाम मैले मेरो कवितामा टिकटक राखिदिएँ। त्यो टिकटक सहरको एक सफल राजा, जो आफ्नो लागि मात्र होइन सबैको लागि छ। घमण्ड र तिरस्कार जस्तो शब्द उसँग चिन्जान पनि छैन। न बालक न वृद्ध, ऊ जवान थियो। आफ्नो लागि के सोचे थाहा भएन, तर अरूको आँखामा देखिने आँसुले ऊ परिसान थियो। खै मलाई थाहा छैन मैले मेरो कवितामा उसलाई कसरी लेख्नु पर्थ्यो, सुन्नेहरूले कसरी सुन्न चाहन्थे। तर काठमाडौँ सहरको राजधानी अनि लाखौँ घर बिचको एउटा घरको सानो कोठा, जहाँ उसलाई पहिलोपल्ट देखेको थियो मैले। मुस्कुराएको ओठभित्र आफ्नै पीडा त पक्कै हुनुपर्छ उसको पनि। अरूको दुःखमा आँसु झार्ने उसको आँखा आफ्नै दुःखमा बेजोड रोएको हुनुपर्छ उसको पनि। कसम, केही त पक्कै गुमाएको छ उसले, त्यसैले त ऊ यति शान्त र कुल छ। तर बाहिर जति कुल गरे पनि कतै बिग्रिएको जरुर छ ऊ पनि। आफैले आफैलाई बुझ्न नपाउँदै शिरमा हात राखेर आशीर्वाद दिने एक भगवान गुमाएको छ, मलाई थाहा छ। जसलाई हामी सम्बोधनमा बा भन्ने गर्छौँ। मधुरो लाइटले सजाएको उसको त्यो कोठाको एक भित्तामा सजिएको तस्बिर मैले कैयौँपल्ट देखेको छु। त्यो तस्बिरसँगै रमाएको उसलाई। ऊ यस्तो यत्तिकै पक्कै बनेन। जीवनसँगै बिताउने सपना देखेको कोही गुमाएको छ पक्कै। सायद त्यसैले होला गाउँको पुरानो बस त्यागेर महानगर यातायातमा धक्का उसले पनि खाएको छ। कहिले साथी, कहिले दाजुभाइ, कहिले बाबा भनेर दिदीलाई कहिले केही कमीको महसुस हुन दिएको छैन। ऊ आफै भन्छ दिदी मेरो लागि भगवान। सायद त्यसैले त होला ऊ शान्त र कुल छ। म दोष कसैलाई दिन चाहन्न, तर अरूले जस्तै तमासा बनाएको छैन उसले। अरूले जस्तै आफू सफल भएपछि आमा रुवाएको छैन उसले। सफलताको पछाडि सङ्घर्ष त लुकेको होला उसको पनि। हाँस्ने ओठ सबैको अगाडि कोही कतै मन त दुखेको होला उसको पनि। म उसलाई मेरो कवितामा लेख्न चाहदिनँ धेरै। ऊ आफैमा एउटा कविता हो। उसले सम्हालेको छ आफूलाई त्यो